आमाको सम्मान सन्ततिको उत्थान हाम्रो अभियान नामक यस कार्यक्रमलाई आफ्नै कार्यक्रम ठानेर हेरिदिनुहुने समस्त दर्शक महानुभावहरू अथवा बुवा आमा दाजु भाइ दिदी बहिनी काका काकी छोरा छोरी नाति नातिना जो हुनुहुन्छ हजुरहरूलाई मैले राधे राधेको न्यानो अभिवादन गरेँ। जय नेपाल भन्न चाहे, नेपाल आमाको जय भन्न चाहे। समादरणीय भक्त भागवत, हाम्रो कर्तव्य पनि यही हो, धर्म पनि यही हो, कर्म पनि यही हो, मर्म पनि यही हो। यसो गर्दा हामीलाई कुनै शर्म पनि लाग्दैन। किन लाग्दैन शर्म भन्दा हामी असल काम गरिरहेका छौँ। जसले राम्रो काम गर्छ त्यसलाई लाज शर्म लाग्ने ठाउँै हुँदैन, कुनै हुँदैन, अवस्था नै आउँदैन। जसले खराब काम गर्छन्, जसले नेपाल आमालाई माया गर्दैनन् अघि, तिनीहरूले जहिले पनि शर्म मान्नुपर्ने अवस्था हुन्छ। घरमा बस्छन् कि जङ्गलमा बस्छन्, नेपालमा बस्छन् कि विदेशमा बस्छन्, केही कुरै छैन। किनभने तँ यस्तो होस् भनेर सबैले भन्छन्। तर हजुर हामी कति गौरवान्वित छौँ। हामी जे सकेको सहयोग गर्छौँ, नेपाल आमाको उन्नति र प्रगति होस् भन्छौँ र हामीले गरि पनि राखेका छौँ। किन भन्दा हामीलाई चिन्ता छ देश बनियोस् भन्ने। हामी आफू बनौँ भन्ने होइन। म आफू बनिन पाए हुन्थ्यो भन्ने कुरामा त त्यो त पशुले पनि जान्दछ। पशुले पनि आफ्ना लागि, हजुरले देखेको होला, कुकुरले खानेकुरा पाए दुई चारवटा कुकुर जम्मा भयो भने आफूलाई तानेर खानका लागि अर्कालाई टोकेर जे गरेर पनि धपाउँछन्। चराचुरुङ्गीले पनि त्यही गर्छन्, अरूले पनि त्यही गर्छन्। पशुहरूमा त्यो भावना हुन्छ। तर हामी त पशु त हौँ, नरपशु हुँ नि हामी त, नरपशु अघि होइन। नरपशु भएकाले हामीसँग दुईटा विशेषता छन्। एउटा बुद्धि छ, अर्को विवेक छ। त्यो विवेकलाई प्रयोग गर्न हामी जान्दछौँ। साँच्चै असल मान्छेले विवेकको प्रयोग गर्नुपर्छ। विवेकको प्रयोग गर्ने बित्तिकै त्यो व्यक्तिले जन्म दिने आमा, आफू जन्मिएको ठाउँ, मातृभूमि अघि, मातृभूमि र आफ्ना जन्म दिने पिता मातालाई त उसले पहिलो प्राथमिकतामा राख्छ र सेवा गरिरहन्छ। यदि कसैले गर्दैन भने त्यो कुपुत्र हो, त्यो सन्तान होइन, कुसन्तान हो। अब बाबुआमा, आमा त झन् विशेष गरी के हुन्छ? आमा त कहिल्यै पनि कुमाता हुनै सक्दिनन्। शास्त्रीय आधारमा, वास्तविक सच्चा रूपमा कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति। आहा, दिव्य पराध्यक्ष महापन स्तोत्रम हजुरहरू सबैलाई आउँछ होइन? अब जगन्मातर्मातस्तव चरण सेवा नरचिता नवा दत्तं देवी द्रविणमपि भूयस्तव मया तथापि त्वं स्नेहं मयि निरुपमं यत् प्रकुरुषे कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति। हेर्नु त कस्तो राम्रो कुपुत्र हुन सक्छन् अथवा खराब सन्तान हुन सक्छन्। तर आमा कहिल्यै खराब हुन सक्दिनन्। यदि आमा खराब भएर निस्किन् भने त्यो सन्तानको उठीबास हुन्छ। आमा हतपति रिसाउँदिनन्। रिसाइसकेपछि उनको श्राप साह्रै नराम्रो गरी लाग्छ। किन आमा धरती हुन्, उनी भरिसक्क त रिसाउँदैनन्। तर अचाकली भएपछि नेपाल आमाले जब यो सन्तान यस्तो मेरो कोखमा, मेरो काखमा यस्तो सन्तान हुनुभन्दा नहुनु ठिक भन्ने जब उनले निर्णय गर्छन् नि, त्यस पछाडिबाट उनलाई असाध्यै पिर पर्छ अनि त्यस पछाडि उसको विनाश हुन्छ। समस्त भागवत। अब हजुरहरूलाई मैले एउटा कुरा के भन्छु भने, मैले हजुरलाई म एकछिन उठ्ने भएँ, हजुरलाई म सानो कुरा सुनाउँछु, एकैछिन पर्खिनुहोस् है त। एउटा कुरो के छ भन्नुहुन्छ भने हजुरलाई म यहाँ जानकारी गराउँछु। एउटा बडो महत्त्वपूर्ण कुरा जानकारी गराउनु छ। किनभने असल सन्तानहरूको एउटा मैले नामावली पनि पढ्नु छ कि आज। किन भन्दा हामीले बारम्बार भनेका थियौँ नेपाल आमालाई दिनका लागि राम्रा राम्रा क्षणहरू आइरहन्छन्। त्यसमध्येमा पनि आमाकै लागि भनेर विशेष दिन छुट्याइएको छ नि होइन? आमाका लागि छुट्याइएको छ, बुवाका लागि छुट्याइएको छ, गुरुका लागि छुट्याइएको छ। ल हेर्नुहोस् अघि यिनलाई विशेष रूपमा हामीले मातृ औँसी, पितृ औँसी र गुरु पूर्णिमा कति महत्त्वपूर्ण कुरा छन्। मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव।
यी त छँदैछन्। अनि अतिथि देवो भव, अतिथिको लागि त कुनै छैन। हरेक दिन हाम्रो गृहस्थाश्रममा बसिसकेपछि हाम्रो कर्तव्य नै हो। गृहस्थीका लागि त यो, अतिथिका लागि भनेर यो दिन छुट्याइँदैन। किन? नामै अतिथि। ल हेर्नु, त्यसैले गर्दा यो हुनुपर्छ र यस्ता बाउआमाको सम्मान गर्ने छोराछोरी पाउन बडा गाह्रो हुन्छ। हामीले पनि बारम्बार भनेका थियौँ कि ल है मातृ औँसीमा हजुरले केही गर्नुपर्छ भनेर हामीले भनिरहेका थियौँ। त्यसैले गर्दा यो पटक पनि मातृ औँसीको अवसर पारेर दिने दाताहरू प्रशस्त मलाई नाउँ टिपाइराख्नु भएको छ। नाउँ टिपाइराख्नु, जे जति सक्नुहुन्छ उहाँहरूले दिएको कुरा त्यस्ता दाताहरूको नाम मैले हजुरहरूलाई वाचन गरेर सुनाउने अहिले जमर्को गर्दैछु। मलाई कति खुसी लागेको छ। आहा, यस्ता व्यक्तित्वहरू जसले नेपाल आमाका लागि जे सकिन्छ जति सकिन्छ दिनुभएको छ। तसर्थ हजुरहरूलाई सबभन्दा पहिले एकमुष्ट रूपमा हार्दिक 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 कृतज्ञता ज्ञापन, बधाई ज्ञापन, उत्तरोत्तर प्रगतिको कामना गर्ने र हजुरहरूका घरमा सधैँभरि नवग्रह शान्त भइरहन्, कुनै रोग व्याधि नलागोस्, हामी यही चाहन्छौँ। परन्तु आफ्नो हजुरहरूले गरेको पूर्वजन्मको जुन प्रारब्ध भन्छौँ नि, प्रारब्ध कर्म के छ त्यो त भोग्नै पर्छ। तर त्यसलाई पनि नेपाल आमाको आशीर्वाद पाइयो भने कम हुन सक्छ, घटाइदिन सक्नुहुन्छ। 10 वर्ष लाग्ने थियो भने 2 वर्षमा त्यो सकियो भने पनि त राम्रो भयो नि। त्यसैले यस्ता व्यक्तित्वहरूमा आमाको मुख हेर्ने दिन पारेर दिने, नेपाल आमालाई दिनुपर्छ भनेर दिने व्यक्तित्वहरूको यहाँ बडो पवित्र नाम छ। मैले त्यो हजुरहरूलाई सुनाउने कोसिस गरेँ। हजुरहरू ध्यानपूर्वक सुनिदिनु होला र यसै गरी दिइराख्नु होला। हुन त हामीसँग प्रशस्त दाताहरू हुनुहुन्छ। पहिले पनि धेरै मैले एउटा किताबै देखाइरहेको छु, हजुरहरूको नामावली भएको त्यो किताबै मसँग छ। मैले अहिले हेरेँ भने पनि त्यो यहाँबाट भेट्छु। ल म हजुरलाई त्यो देखाइदिइहाल्छु, पक्नु है त, कस्तो मजाको छ। ल हेर्नु, हजुरहरूका नामावली त हामीसँग कति छन् म त सधैँ बोकेर हिँड्छु। अनि हजुरहरूका नाम हेर्छु, कहिलेकाहीँ बिहान बिहान पारेर पनि हेर्छु। ल हेर्नु, यो सबै हजुरहरूका नाम, यस्ता दाताहरूका नाम हेर्न पाइयो, पढ्न पाइयो, सबै दर्शन गर्छु। आहा, यस्तो दिने आमालाई माया गर्ने हजुरहरूका सन्तानहरूलाई हेर्नु, नाउँ छ, ठेगाना छ, अनि गाउँ के हो, नाम के हो, यी यस्ता कुराहरू हामीले असाध्यै राखी छोडेका छौँ। र हामी के भन्छौँ भने हाम्रो उद्देश्य पनि के हो भने एउटै हो, हजुर, हाम्रो यही हो उद्देश्य। के हो भने ए आमा अब यो मुहार हँसिलो तिम्रो बनोस् भन्छु म, भ्रष्टाचार हटे सबैजना खटे के हुन्न यही भन्छु म, एउटा आशा पलाउँदैछ अहिले केही गर्छ कि जेन्जीले, तिम्रो उन्नतिमा नयाँ प्रगति भो सोच्ने यिनै हुन् अरे। वास्तवमा नेपालमा एउटा नयाँ किसिमको परिवर्तन आयो, जेनजी मुभमेन्ट जसलाई हामी भन्छौँ। जेनजीका कारणले आएको यो परिवर्तन अहिले नेपालका लागि एउटा ऐतिहासिक परिवर्तन भएको छ। हामीलाई डर पनि लाग्छ, खुसी पनि लाग्छ। खुसी किनकि यो मुभमेन्टले गर्दा अब नेपालका भ्रष्टहरू अवश्य समातिनेछन्। यो अत्याचार गरेर कमाएको सम्पत्ति राष्ट्रका नाममा आउनेछ। नेपाल आमाकै उन्नति र प्रगतिमा अवश्य लाग्नेछ भन्ने हामी चाहन्छौँ। किनभने ती भ्रष्टहरू 1-2 जनाले कमाएको त्यो भ्रष्ट आचरण गरेर कमाएको सम्पत्ति मात्रै नेपाल आमाको मूर्तिमा लगाइदिने हो भने अब 6 महिनामा यो मूर्ति सकिन्छ। ल हेर्नु, यो त कसै र 50-60 करोडको हो अघि। 50-60 करोडमा यो नेपाल आमाको मूर्ति भने जस्तो हुन्छ। ल 60 करोड खर्च गर्न सकियो भने नेपाल आमाको मूर्ति भने जस्तो हुन्छ। यहाँ त करोड होइन, 10 करोड अरबौँ खर्च गर्ने, भ्रष्टाचार गर्ने, अरबौँ भ्रष्टाचार गर्ने व्यक्तिहरू यहाँ रहेछन्, हामीले देख्दैछौँ। अनि 1 जनाको मात्रै पनि त्यो ल्याएर राखिदियो भने त हेर्नुहोस् त, महाराजको सत्सङ्कल्प पुरा भयो। महाराजको सत्सङ्कल्प भनेको हाम्रो सत्सङ्कल्प हो। हामी धनी हुनु भनेको हाम्रा सन्तानहरूले पनि दुःख नपाउनु हो। उनीहरूले यहीँ बसेर आफ्नो उन्नति प्रगति जे छ त्यो गर्ने, बाबुआमाका काखमा बस्ने, बुवा आमाको सेवा गर्ने, आफ्ना सन्तानहरूलाई देशको माया गर्न सिकाउने, कति कुरा हुन्छन्। त्यसैले यो बडो महत्त्वपूर्ण कार्यक्रम हो र अहिलेको सरकारले पनि यो कुरा बुझोस्। मैले त बारम्बार भन्ने गरेको छु, हावामा
एउटा चाहिँ त्यत्तिकै उसमा गएर यो सरकारले पनि काम नगरोस्, बडा राम्रोसँग बुझेर जाँचेर बुझेर पछि फरक नपर्ने गरी बरु सल्लाहकारहरू लिएर जगतगुरु जस्ता व्यक्तिहरूलाई लिएर के काम गर्दा ठिक हुन्छ निर्णय यस्तो गरोस् कि त्यो अकाट्य होस्। तपाईहरूलाई हल्लाउनका लागि विभिन्न ठाउँबाट विभिन्न बहानाबाजी हुन सक्छन्, विभिन्न षड्यन्त्र हुन सक्छन्। यिनीहरू आलाकाचा छन्, यिनीहरूलाई त यसो गर्यो भने हल्लाउन सकिन्छ भन्ने पुराना खाइ पल्केकाहरूले अवश्य गर्न सक्लान्। तर आखिरी विद्याधनम सर्वधनम प्रधानम त भनिन्छ। हजुरसँग विद्यारूपी धन छ, त्यसलाई खर्च गरेर तपाईहरू अडिग भएर गइदिनुहोस्, देशको विकास गरिदिनुहोस्, आफू अन्याय अत्याचार दुराचार भ्रष्टाचार कुकार्य कुकृत्यमा नलागिदिनुहोस्। साँच्चै एउटा उदाहरणीय व्यक्तित्व उदाहरणीय सरकार बनेर गरिदिनु भयो भने यस्ता नेपाल आमाका मूर्ति बनाउनलाई केही समय लाग्दैन। हामी यही चाहन्छौँ, हजुरहरूलाई पनि हामी यही भन्न चाहन्छौँ। ल है, नआत्तिनु होला। ठिक छ, षड्यन्त्र हुनसक्छ। खाइपाइ आएकाहरूले मोसिँदाखेरि त्यो गारगार गुरगुर गर्नु कुनै नौलो कुरो भएन, जसले पनि गर्छ। परन्तु नेपाल आमाले छानबिन गर्नुहुन्छ। मैले अघि नै भने जसले एकदमै एक्सेस इज पोइजन भनिन्छ नि, अति गर्नु अतिचार नगर्नु भने जस्तै यो भइसकेपछि त्यस्तालाई आमा रिसाएपछि उनीहरूको विनाश सर्वनाश भएर पनि जान सक्छ, जानेवाला पनि छ, जाँदै पनि छ भनौँ न होइन। परन्तु ती पनि हाम्रै नेपाली हुन्, हामीलाई उनीहरू बिग्रनुमा कुनै गौरव छैन होइन। हामी गौरव मान्दैनौँ, खुसी मान्दैनौँ, किन आफ्नै दाजुभाइ बिग्रनु भनेको राम्रो होइन। तर इज्जत जोगाउन जान्नु पर्यो। नेपाल आमाका नाममा लुट मचाउनु भएन, बस यति मात्रै हो। त यसरी आनन्दपूर्वक नेपाल आमालाई सहयोग गर्ने व्यक्तिहरू को हुनुहुन्छ त यो मातृ औँसीको कुरामा भन्दाखेरि जस्तो मनोरूपा रियालज्यू हुनुहुन्छ, जसले 1500 दिनुभएको छ र हामीलाई बारम्बार फोन गरिकन दिनुहुने अर्को एउटा व्यक्तित्व हुनुहुन्छ। यो हाम्रो यो ललितपुरको भट्टे डाँडामा हाम्रो नगेन्द्र घिमिरेज्यू हुनुहुन्छ। उहाँ मार्फत पनि हामीलाई धेरै पैसा आइरहेको छ। जस्तो उहाँकै नाति शिवांश घिमिरे, जसले अहिले यो वर्ष 83मा 1 वर्ष पुगेर 2 वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उहाँले 1505 प्रदान गर्नुभएको छ। त्यति मात्रै होइन, उहाँका स्वर्गीय पिता छविलाल घिमिरेको तिथि पारेर उहाँले 1115 प्रदान गर्नुभएको छ। उहाँकी माताजीको पनि तिथि पारेर स्वर्गीय माता जसुदा घिमिरेको तिथिमा पनि उहाँले 1115 प्रदान गर्नुभएको छ। ल हेर्नु, असाध्यै सरिदय मान्छे हाम्रो घिमिरेजी है। नगेन्द्र घिमिरे फोन गरिरहनुहुन्छ, गुरु म के गर्न सकौँला, म त यति गरिरहन्छु भन्नुहुन्छ। आहा, उहाँको भाव देखेर बडा खुसी लाग्छ। अनि त्यसै गरी अर्को हुनुहुन्छ, उहाँकै उसमा चाहिँ कुमार घिमिरेजीले पनि 1005 प्रदान गर्नुभएको छ र उहाँले नेपाल आमाका लागि भनेर पनि 505 प्रदान गर्नुभएको छ। घिमिरे परिवारले साह्रै सहयोग गरेको छ। घिमिरे परिवार जस्तो हाम्रो चाहिँ शिवांश घिमिरे, स्वर्गीय हाम्रो चाहिँ नगेन्द्र घिमिरेको स्वर्गीय पिता छविलाल घिमिरे, उहाँको तिथिमा स्वर्गीय माता जसुदा घिमिरे अघि उहाँको पनि तिथिको उपलक्ष्यमा उहाँहरूले जे जति गर्नुभयो हामी उहाँहरूलाई हार्दिक 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 आभार व्यक्त गर्दछौँ। र बाबु शिवांश घिमिरेको जुन 2 वर्षमा प्रवेश भएको छ, यो बाबु चन्द्रमा जस्तै एकदम लह भएर टह भएर चम्कियोस्, बुद्धि आओस्, विवेक आओस्, देशप्रेम बढोस्, उसलाई कहीँ कतैबाट ठेस नलागोस्, कुनै काँडाले पनि नकोरोस्, राम्रो बुद्धि आएर सद्बुद्धि आएर भोलि यो देश चलाउन सक्ने, यो देशमा एउटा महत्त्वपूर्ण योगदान दिन सक्ने व्यक्ति बनोस्। हामी यही चाहन्छौँ बाबु शिवांश घिमिरेलाई पनि। र हाम्रो नगेन्द्र घिमिरे, उहाँका छोरा बुहारीहरू जो हुनुहुन्छ, हाम्रो शिवांश घिमिरेको माताजी हुनुहुन्छ, शिवांश घिमिरेको आमा, अब अहिले त मम्मी भनिन्छ होला, मम्मी भन्न नलगाउनु होला है। ड्याडी मम्मी हामीले भन्न लगाउनु हुँदैन। आफ्ना सन्तानलाई हामी नेपालीहरूले बुवा आमा, बा आमा, पिता माता यो भन्न सिकाउनु होला। यो पनि मैले हजुरहरूलाई अहिले नै यहाँ निवेदन गरिहालेँ। र त्यसै गरी अर्को गोकुल र उहाँकी श्रीमती अघि सीता तिमिल सिन्हा, गोकुल र सीता तिमिल सिन्हाजीले पनि रु 300 प्रदान गर्नुभएको छ। त्यसै गरी यो तालसीखेल निवासी हाम्रो हुनुहुन्छ विमल विष्ट, हेर्नु है, उहाँको नाम विमल विष्ट हो, तालसीखेल ललितपुरमा बस्नुहुन्छ। उहाँ चाहिँ हुनुहुन्छ
श्रीमती सरस्वती विष्ट जो 81 वर्ष पुग्नु भएको छ, उहाँका सुपुत्र हुनुहुन्छ विमल विष्ट र उहाँकी धर्मपत्नीको नाम हो तारा विष्ट। उहाँहरू दुईटैले खातामा हाम्रो जुन नेपाल आमाको खाता छ नि, उहाँहरूले रु 5,005 प्रदान गरेर मलाई खबरै गर्नुभयो, त्यो बुनै पठाइदिनु भयो। ल हामीले यसरी गऱ्यौँ नेपाल आमाका लागि। मैले मेरी माताजी हुनुहुन्छ 81 वर्षकी हुनुहुन्छ, उहाँलाई सोधेर र मेरो घर परिवारमा सधैँभरि यसै गरी दिएर नपुगोस्, दिएर खान पुगोस्, आनन्द होस् भन्ने भाव राख्दै नेपाल आमाको आशीर्वाद बर्सियोस् भनेर हाम्रो विमलजीले रु 5,005 खातामा पठाइदिनु भएको छ। ल उहाँलाई पनि हामी हार्दिक 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 धन्यवाद ज्ञापन गर्दछौँ, बधाई ज्ञापन गर्दछौँ। उन्नति प्रगति होस् भन्ने कामना गर्दछौँ। उहाँको परिवारमा सुख शान्ति समृद्धि भइरहोस्। सुखले मात्रै मान्छेलाई पुग्दैन, कहिलेकाहीँ दुःख पनि आउनुपर्छ। दुःख र सुख त यिनीहरू एकदम एकअर्काका परिपूरक हुन्। त्यसैले दुःख यस्तो होस् जुन दुःखले भगवान सम्झनलाई प्रेरणा दियोस्, दुःख यस्तो होस् जुन दुःखले नेपाल आमालाई सहयोग गर्ने भावना जगाउन सकोस्, दुःख त्यस्तो होस् जुन दुःखले हामी सबैलाई एउटा परोपकारी भाव आओस् भनेर त्यो ज्ञान दिन सकोस्। त्यस्ता दुःख मात्रै आउन आउन् जसले सत्प्रेरणा दिन सकुन्। हामी यही भन्न चाहन्छौँ। त्यसै गरी अर्को हुनुहुन्छ हाम्रो धर्मदासी काफले, उहाँले पनि 1,100 दिनुभएको छ। अर्को हुनुहुन्छ हाम्रो टुकाराम कृष्ण प्रसाद रामजी शर्मा, उहाँले पनि आफ्ना पितृहरू स्वर्गीय माता नन्दादेवी र गङ्गा दत्त अनि पशुपति ललिता यज्ञनिधि महाविद्या लगायतका समस्त पितृहरूको कल्याणका लागि उहाँले पनि 2,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँ धुलीखेल नगरपालिका 8 बडाल गाउँ काभ्रे निवासी हुनुहुन्छ हाम्रो टुकाराम कृष्ण प्रसाद रामजी शर्माजी। उहाँले भेटेरै पनि दिनुभयो। पहिले पनि उहाँले बडाल गाउँबाट मलाई लाग्छ 1.5 वर्ष 2 वर्ष अगाडि त्यसै गरी त्यहाँ संयोगले जाने मौका परेको थियो। पर्दाखेरि त्यही नै तत्काल पनि उहाँहरूले त्यहाँका धेरै बडालजीहरूले अरूहरूले पनि दिनुभएको थियो। मैले नाम वाचन गरेको मलाई याद छ। साह्रै श्रद्धालु हुनुहुन्छ। उहाँहरूलाई पनि हामी हार्दिक 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 कृतज्ञता ज्ञापन गर्दछौँ। र त्यसै गरी अर्को एउटा परिवार छ, साह्रै मजाको परिवार। ऊ पनि त्यो परिवार पनि भगवान श्री कृष्णसँग राधा सर्वेश्वरसँग जोडिएको र उहाँहरूको पहिलेको गाउँ त सोलुखुम्बु सल्यान हो। सल्यानको पनि केउरिनी भन्ने ठाउँमा हो र अहिले त उहाँहरू यहाँ कपनमा बस्नुहुन्छ, महाकालको छेउमा बस्नुहुन्छ। टेक प्रसाद निरौला र सरस्वती निरौला, अघि टेक प्रसाद निरौला र सरस्वती निरौला हुनुहुन्छ। उहाँहरूले पनि नेपाल आमाका लागि भनेर 10,050 दिनुभएको छ। आहा, हुनसक्छ त्यो पैसा जम्मा गर्न कति दुःख भयो होला, तर उहाँहरूका छोरा बुहारीहरू पनि यति सज्जन हुनुहुन्छ। यो भगवानले दिनुहुँदो रहेछ कि बाबुआमाले गरेको देखेर खुसी हुने छोराछोरी पाउनु पनि बडो भाग्य भइसक्यो। एक थरी छोराछोरी हुन सक्लान् कस्ता भन्दा यो धर्म कर्ममा बढी लाग्ने होइन, यस्तो दिने होइन भन्ने कोही हुन सक्लान्, भरिसके त्यस्ता नहुन्। तर उहाँका छोरा बुहारीहरू त बासु गीता उहाँका छोरा बुहारी थाहा छन्, कोही छोरा बुहारी बाहिर छन्। अनि त्यसैले गर्दा हामी टेक प्रसाद निरौला र सरस्वती निरौलाज्यूलाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। र टेक प्रसाद ज्यू जो हुनुहुन्छ उहाँ पनि निम्बार्क सम्प्रदायमा दीक्षित परिवारै हो। यो उहाँको सुस्वास्थ्यको कामना पनि हामी गर्दछौँ। यस्तै हो, कसैलाई के भइरहन्छ नि। त्यसैले उहाँको परिवारमा विशेष गरी टेक प्रसाद निरौला सहित परिवारमा हामी सुख शान्ति समृद्धिको र टेक प्रसाद निरौलाज्यूको सुस्वास्थ्यको पनि हामी कामना गर्दछौँ। त्यसै गरी हाम्रो कमला महत, इमाडोल निवासी कमला महतज्यूले पनि नेपाल आमाका लागि भनेर हाम्रो 5,000 रुपियाँ प्रदान गर्नुभएको छ। अघि उहाँले चतराका लागि गुरुकुलका लागि भनेर पनि दिनुभएको छ। ल हेर्नु, दिने दाता कति हो कति होइन। त्यसै गरी दिइराख्नु चाहिँ किन गुरुकुलका लागि पनि धेरै हजुरहरूको सहयोग पाएर त्यहाँ कार्यक्रम भएको थाहा छँदैछ हजुरहरूलाई। त्यसैले 2,500 त्यहाँ पनि दिनुभएको छ, 5,000 रुपियाँ पनि यहाँ दिनुभएको छ। त्यसै गरी सावित्री घिमिरे हुनुहुन्छ 1,155 दिने। अनि त्यस पछाडि नन्दकुमारी चापागाई हुनुहुन्छ महालक्ष्मी नगरपालिका 2 ललितपुर, जसले 2,210 रुपियाँ प्रदान गर्नुभएको छ। सुशीला बस्नेत, आहा, उहाँले स्वर्गीय हजुरआमाको सम्झनामा, हेर्नु यो औँसीमा मातृ औँसीमा सुशीला बस्नेतज्यूले स्वर्गीय हजुरआमाको सम्झनामा 1,015 है 1,015 प्रदान गर्नुभएको छ। उहाँहरूलाई पनि हामी हार्दिक 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 आभार व्यक्त गर्दछौँ।
र अर्को कुरा हजुरहरूलाई सुनाउँ, यो 83 साल नि हामी नेपालीहरूको लागि एउटा बडो खुसीको साल हो क्या अघि। किनभने यो 83 साल वैशाख 1 गते मैले हजुरलाई पहिले पनि भनेको थिएँ, 83 सालको वैशाख 1 गते त हो नै, हरेक सालको वैशाख 1 गते हजुरहरूले बिर्सनु नहुने दिन र अर्को बिर्सनु नहुने दिन। अब म दुई तीनटा कुराहरू हजुरलाई भन्दैछु या जानकारी पनि दिँदैछु। धेरैको एउटा अनुरोध के आयो भने हामीले यो टेलिभिजनमा सधैँभरि हेर्न मिल्दो रहेनछ, अहिले सबैका हातमा टेलिफोन भइसक्यो, त्यसैले टेलिफोनमा चाहिँ अथवा हाम्रो यो मोबाइल भनौँ न, टेलिफोन ननाले यस्तै भाडो मोबाइलमा पनि हेर्न पाएदेखि हामी हेर्थ्यौँ। किन जमाना यही हो। अब हाम्रा कतिका त घरमा 2 वर्ष भइसके टिभी नचलेका, त्यहाँ बसेर हेर्ने फुर्सद पनि हुँदो रहेछ, के हुँदो रहेछ कसो हुँदो रहेछ, आनन्द ओछ्यानमा पल्टेर फुर्सदको बेलामा हेर्न पाए हुन्थ्यो। त्यो चाहिँ केमा हेर्न पाइन्छ होला भनेर मलाई धेरैले जिज्ञासा राख्नु भएको छ। हजुरहरूको यो जिज्ञासा पनि म आज मेटाइदिन्छु। हजुरहरूले आफ्नो मोबाइलमा युट्युबमा जाने, युट्युबमा गएपछि टिभी टुडे टेलिभिजन भन्ने एउटा त्यहाँ आउँछ अघि, त्यो तल हेर्दै जाँदा टिभी टुडे टेलिभिजन भन्ने आउँछ। चट्टसँग त्यसलाई थिचेर हेर्ने। जति पनि यहाँ हाम्रा यो जगद्गुरु सम्बन्धी कार्यक्रम, एकादशी महात्म्य, नेपाल आमाको महात्म्य, महाराज श्रीका प्रवचनहरू त्यहाँ हजुरले आनन्दपूर्वक हेर्न पाउनुहुन्छ है। यो कुरा पनि मैले हजुरलाई अहिले नै प्रश्न गरेँ। आफ्नो मोबाइलमा युट्युबमा पसेर त्यहाँभित्र टिभी टुडे टेलिभिजन भन्ने एउटा अप्सन आउँछ। त्यहाँ छान्ने एउटा खोज्दै जाँदाखेरि 2-3टा त्यहाँ छन्, त्यसमध्येको टिभी टुडे टेलिभिजन त्यहाँ पसिसकेपछि अनि हजुरले यो सबै आफ्ना नामहरू हेर्न पढ्न पाउनुहुनेछ। केही दुःख हुने छैन। हजुरलाई जतिखेर मन लाग्छ हेर्न पाउनुहुनेछ। मानौँ कोही दिन राति निन्द्रा लागेन, होइन, निन्द्रा लागेन, कहिलेकाहीँ लाग्दैन। अब निन्द्रा लागेन के गर्ने त भन्दा ट्याक्क त्यो खोलेर हेर्नुभयो भने महाराज श्रीका प्रवचन, एकादशी महात्म्य, नेपाल आमाको कार्यक्रम कुन हेर्न पाउने हो त्यो सबै हेर्न पाउनुहुन्छ। त्यो पनि हजुरहरूले अवश्य हेर्नुहोला। एउटा कुरा। अर्को महत्त्वपूर्ण कुरा, हरेक वर्षको वैशाख 1 गते जगद्गुरु महाराज श्रीको गद्दी आरोहण महोत्सव भनेर हामीले मनाउने गरेका छौँ। किनभने वैशाख 1 गते महाराज श्री जगद्गुरु भएको दिन हो, जगद्गुरु भएको दिन हो। त यो पटक हामीले काठमाडौँमा मनाएका थियौँ यो 83 सालको, र यो 83 सालको 17औं गद्दी आरोहण महोत्सवको रूपमा हामीले लाइभै यही टेलिभिजनले बडो लाइभको रूपमा चाहिँ लाइभ गरिदिएको थियो, प्रत्यक्ष प्रसारण गरेको थियो। अप्रत्यक्ष प्रसारण भएपछि यो टेलिभिजनको पनि फेरि नेटवर्किङ यसको यति राम्रो छ, विश्वमा साह्रै यसका दर्शकहरू धेरै हुनुहुन्छ। उहाँहरूले विश्वमा हेर्नुभएको छ, हजुरहरूले पनि अवश्य हेर्नुभयो होला। र अब यो यति भइसकेपछि वैशाख 1 गतेको मैले जानकारी पनि गराएँ। र अर्को यहाँ जानकारी गराउने कुरा के हो भने जगद्गुरु संस्था, जगद्गुरु महाराज श्री नेपाललाई माया गर्ने अर्की एउटी हाम्री विदुषी हुनुहुन्छ। विदुषी अघि हजुरहरू धेरैले अब चिन्नु भएको होला, उहाँले कलेजमा पढाउनुहुन्छ। धेरै विद्यार्थीहरूले त नचिन्ने कुरै भएन। सुधा न्यौपाने भन्ने हुनुहुन्छ अघि, सुधा न्यौपाने हामी गुरुआमा भनौँ अघि, विदुषी हुनुहुन्छ। उहाँले पनि त्यही कार्यक्रममा जगद्गुरु महाराजलाई भेटेर बडा हृदय गदगद भएर उहाँले पनि महाराजलाई 10,000 रुपियाँ उहाँले अर्पण गर्नुभएको छ। अब यो त उहाँले खाता खोल्नुभयो, अझै कति आउने हो थाहा छैन। तर हाम्रो सुधा न्यौपाने दिदीलाई पनि हामी हार्दिक 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 आभार व्यक्त गर्दछौँ। यस्तै भावना आइरहोस् अघि, होइन। अनि अब यहाँनिर अर्को नाउँ जोड्न पनि मन लाग्यो। यो को होला न्यौपाने भन्दाखेरि अत्यन्त उच्च कोटिको कवि हुनुहुन्छ नि हाम्रो कवि दैवज्ञराज न्यौपाने, जसको किसान कविता धेरैले मन पराउनुहुन्छ। श्रमको पसिना दाना दिव्य दाना जुटाउँछ, बीजको एक मानाले लाखौं लाख तुल्याउँछ। पहिले यो कविता थियो हाई स्कुलमा,
पढाउन पाइन्थ्यो। अहिले त यस्ता कविता हटाए। अब यो बिचको कुरै नगरौँ, यस्ता यस्ता राम्रा राम्रा कुराहरू हटाएर खै के आए। एउटा मान्छेलाई देशको जागरण, मान्छेको एउटा जीवनको जागरण गर्ने यस्ता कविताहरू भरिसके राख्यौँ। हाम्रा केटाकेटीहरू पनि पढुन्। हो, तिनै दैवज्ञ राई धर्मपत्नी पनि हुनुहुन्छ। दैवज्ञ राई त अब यो धरतीलाई छोडेर गइसक्नुभयो वैकुण्ठ लोक। यस्तै हामी सबै जाने हो, किनभने जातस्य ध्रुवो मृत्यु ध्रुवम जन्म मृत्यस्य छ। तर उहाँकी धर्मपत्नी, जसले नेपाल आमालाई सम्झेर, जगद्गुरुलाई सम्झेर, जगद्गुरु पीठलाई सम्झेर, म नेपालकी छोरी हुँ भन्ने सम्झेर उहाँले पनि महाराजजीका श्री चरणमा रु 10,000 प्रदान गर्नुभएको छ। हामी उहाँलाई पनि हार्दिक 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 कृतज्ञता ज्ञापन गर्दछौँ। हेर्नु, एउटा कुरा मैले अघि नै भने, दिएको कुरा थाहा पाएर अघि कसैका हाम्रा नेपालीहरूमा त्यो संस्कार छैन, छोराछोरीले गाली गर्छन् भन्ने छैन। असल सन्तानले त अझ थोर पो दिनुभएछ त आमा, यसमा अलिकति थपिदिएको भए के बिग्रन्थ्यो त भनिदिउन्, त्यो हामी चाहन्छौँ। तर हामीले यति दिने यस्तो गर्ने भनेका हाम्रा छोराछोरी छन् भनेर आजसम्म सुन्नु परेको छैन। यो पनि एउटा गौरवको विषय हो। तसर्थ भक्त सज्जन, हजुरहरूले अब यो कुरा बुझिहाल्नु भएको छ। मैले नेपाल आमासँग सम्बन्धित कुराहरू पनि भने र हजुरहरूको यसै गरी नाम पनि आइरहोस्, हामी वाचन गर्न पाइरहौँ। किन वाचन भन्दा अरूलाई सिकाउनका लागि। यो विज्ञापन होइन, यो प्रचार प्रसार होइन। किनभने दान दिएको कुरो दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् भनिन्छ। तर हामीले यो के हो भने प्रेरणा जगाउनका। यद्यदाचरति श्रेष्ठस्तत्तदेवे तरोजन सयत् प्रमाणम कुरुते लोकस्तदनुवर्तते भने जस्तै हजुरहरूले गरेको देखेर सन्तानहरूले पनि सिकुन्, छिमेकीहरूले पनि सिकुन्, आफन्तले पनि सिकुन् भन्ने उद्देश्यका साथ हामीले यी नाम वाचन गरेका हौँ। हजुरहरूले यही रूपमा बुझिदिनुहुन्छ भन्ने हामीले आशा पनि राखेका छौँ। र यी कार्यक्रमहरू हेर्ने हजुरहरूले युट्युबमा गएर टिभी टुडे टेलिभिजन भन्ने अप्सनमा हेर्नुभयो भने यावत जति कार्यक्रम हाम्रा यहाँ सञ्चालन हुन्छन् ती सबै हजुरहरूले हेर्न पाउनुहुनेछ। जगद्गुरु सम्बन्धी सबै कार्यहरू, सबै कामहरू, सबै प्रवचनहरू हेर्न पाउनुहुनेछ। यो पनि हजुरले हेर्नुहोला। यसमा पनि कोही भेटिएन भने फेरि भन्नुहोला। गुनासो गर्ने ठाउँ त हामी छँदैछौँ। यहाँहरूको त्यो गुनासोलाई हामीले कसरी हुन्छ त्यसलाई निमित्यान्न पार्ने कोसिस गर्छौँ। भन्दै आजलाई म यहीँ बिदा माग्न चाहन्छु र यस्तै नामहरू लिएर फेरि पनि आउन पाऊँ यही आशा राख्दै अहिलेलाई भने राधे राधे। नेपाल आमाको जय जय नेपाल। नेपाल जय।